हेलो साथीहरू, आज म खसीको मासु बनाउन गइरहेको छु। त्यसको लागि मैले मेरो प्याज चाहिँ सानो थियो, मैले त्यसमा 6-7वटा प्याज लगेँ। मासुमा चाहिँ मलाई प्याजहरू अलिक धेरै मनपर्ने हुनाले मैले प्याज अलिक धेरै लगेको छु। त्यसपछि प्याजलाई अलिक रातो हुँदासम्म भुट्ने र त्यो रातो भएपछि हामीले त्यसमा अदुवा र लसुनको पेस्ट राख्ने र त्यो पेस्ट राखेपछि मासुलाई हालेर राम्रोसँग चलाउने। यो मासु चाहिँ मैले पहिले तेलमा राम्रोसँग फ्राई गरेर राखेर पछि सिटी लगाएको, यसले टेस्ट अलि मिठो आउँछ। अनि त्यसपछि मैले अब त्यसमा हालेँ चाहिने मसलाहरू जसमा पेसा, नुन, मटन मसला, थोरै गरम मसला सबै राखेँ र फेरि एकचोटि चलाएँ र त्यसमा थोरै पानी हालेँ मासु डुब्दा जतिसम्मको। त्यसपछि मैले थोरै हरियो प्याज, त्यसपछि टमाटर 4 दाना जति टमाटरले चाहिँ अलिक ग्रेभी राम्रो बनाउँछ, त्यही भएर मलाई ग्रेभी मनपर्ने हुनाले मैले टमाटर राखेँ। त्यसमा फेरि मैले हरियो लसुन पनि काटेर राखेको छु टेस्टको लागि। अनि त्यसपछि हामीले यसलाई फेरि एकलट चलाइदिने र त्यो पानी उम्लिँदा अथवा तात्तिँदासम्म एकछिन हामीले राम्रोसँग राख्ने र त्यसलाई हामीले अब पानी एकछिनमा तात्तेपछि त्यसलाई हामीले सिटी लगाउने। अब हाम्रो 2-3 सिटीमा मजाले पाक्छ, किनभने यो पहिले पनि राम्रोसँग भुटिसकेको भएको हुनाले। अब हामीले कुकरको ढक्कन लगाउने, 3-4 सिटी लगाएपछि मजाले पाक्यो, यस्तो भयो। मैले चाहिँ यत्तिकै खाएको छु किनभने म ढिँडोसँग खान थालेको। मेरो रेडी भयो मेरो मटन, होइन? ट्राई गर्नु होला। यो मसला धेरै भएको, यो नरम मिठो हुन्छ। अनि यसमा धनिया राख्ने थोरै र रेडी भयो। यो चाहिँ मैले ढिँडोसँग